आज चाहिँ हामीले फर्स्ट टाइम राँगाको मासुको चाहिँ मोमो बनाएर खानको लागि राँगाको मासु चाहिँ ग्राइन्ड गर्दैछौँ। राँगाको मासु र साथै बोसोलाई चाहिँ पहिला मजाले बफ्याएर चाहिँ अनि त्यहाँबाट हामीले ग्राइन्ड गर्दैछौँ। चटनी तयारीको लागि पनि विभिन्न आइटम्सहरू रेडी भइसक्यो। मोमोको लागि चाहिँ किमा तयारी हुने क्रम भइरहेको छ, जसमा चाहिँ बफ मेन आइटम भइहाल्यो। त्यसमा अलिकति बन्दागोबी, प्याज, धनियाँ साथै अरू मसलाहरू चाहिँ मिक्स गर्नको लागि चाहिँ हामीले सबै कुरा एक ठाउँ राखिसकेका छौँ र यसलाई चाहिँ अब हामी मिक्स गरेर चाहिँ मोमोको किमा तयार पार्नेछौँ। किमा चाहिँ तयार भइसकेको छ। अब हामीले चाहिँ रोटी चाहिँ मैदाको आफैले चाहिँ बेलेर त्यसमा चाहिँ बनाउने भनेर चाहिँ तयार गरेको छौँ र मोमो यो किसिमले चाहिँ तयार भइसक्यो। अचार चट्टा हेर्दैखेरि चाहिँ मुख रसाउने खालको रेडी भइसकेको छ। यो चाहिँ अलिकति भिन्नै किसिमको रोटी आफैले बेलेर चाहिँ यो मोमो बनाएको अलिकति ठुलो खालको छ, हेर्दा पनि खाउँ खाउँ लाग्ने खालको होइन। चाखेर हेरौँ, चाखेर स्वाद कस्तो रहेछ भनौँ ल, त्यो पछि अनि भुँडी अगाएपछि अझ फेरि प्रतिक्रिया आउन सक्छ। ल मैले चाहिँ सुरु गरेँ है त, चट्टा चट्टा दामी भयो। बफको मोमो हो, राँगाको मासु, अलिकति जुस, बोसो पनि सबै ग्राइन्ड गरेर चाहिँ लगाएको थिएँ, एकदम जुस साइडको भएछ। यो चाहिँ हातले बेलेको रोटीमा चाहिँ बनाएको हो। प्रायः गरेर हामीले पहिला चाहिँ यस्तो खाएको हुन्थ्यो होइन। अहिले चाहिँ अब रेडिमेड आउँछ यो रोटी पनि, त्यसमा चाहिँ बनाएको छ। र यो चाहिँ अब यो अलिकति डिफ्रेन्ट छ कि टेस्ट गर्ने खालको, ट्राई गरौँ। यो झन् स्पेसल भयो, अचारले पो अलिकति डिफ्रेन्ट टेस्ट ल्याएको छ हो। हुन्छ आमा कस्तो भएछ अरे मोमो त? मिठो भएछ। थाल पुरै रितेछ त, खाइसक्यो। कतिवटा मात्रै दिएको थियो? 10-11 त खाएँ। हो र? सुजा त कस्तो मिठो भएछ? अनि भर्खर सुरु भएको नि। बुइनीले कतिवटा खायो अब मोमो? बुइनी मोमो कतिवटा खायो? आमाले कतिवटा खायो? सबै खायो? मिठो भएको थियो मोमो? आज मिठो भयो नि। यहाँ बटुकोमा त अचार सिद्धिछ होइन? सबिना अचार बनाउने मान्छे पनि सबिना है? अचार यस्तो खालको बनिएको अचार चाहिँ साँच्चै दामी भएको रहेछ होइन? सही हो। लुक
कोब्राले नि छिटो आउँदो रहेछ सुनिकै सिधै लास्ट एउटा छ एउटा रोजम 12 वटा थियो जम्मा गन्ती गरेको मात्रै र एउटा रह्यो कसो भयो म कमेन्ट गरौँ न एवन के फुल होइन आज कति वर्षमा खानु पर्यो हो लास्ट वन भयो सुनिके आशा छ यहाँहरूले पनि यस्तै स्वादिष्ट विभिन्न परिकारहरू चाहिँ बनाएर परिवारसँग बसेर खानुहुन्छ होला भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई थ्याङ्क यू सो मच